अहिले भन्छ एज इज जस्ट अ नम्बर, एउटा नम्बर मात्रै। तर उमेरले होइन, अहिले सानो भनौँ भने हाम्रो नानीहरूले पनि हामीलाई धेरै कुरो सिकाइरहेको हुन्छ। त्यसले गर्दाखेरि हामीले चाहिँ कतिवटा कुराहरूमा चाहिँ सानोबाट पनि सिक्नुपर्छ। मोबाइल एकछिन साइलेन्टमा राखिदिनुहोस् होला है। अनि त्यस्तै हो, हामीले सानोबाट पनि सिक्दै जानुपर्छ, ठुलोबाट पनि सिक्दै जानुपर्छ, यही नै हो हाम्रो। अनि उहाँहरूलाई चाहिँ हाम्रो लक्ष्मी बहिनी अनि मन्जुजी गएर चाहिँ अलिकति हामीले चाहिँ सानो एउटा उहाँहरूलाई स्वागत कार्यक्रम छ है। यो चाहिँ अब मालाहरू लगाइदिनुहुन्छ, गदाहरू लगाइदिनुहुन्छ। अनि हामीले चाहिँ आज चाहिँ हाम्रो मेन दुईजनालाई नै सम्बर्धना दिनु है। अनि यस खुसीको उपलक्ष्यमा अब हाम्रो ठुलो ठुलो मदर्सहरू उहाँहरूबाट हामी धेरै सिक्दैछौँ। बस्नु एकछिन, तपाईँहरू एकछिन बसिदिनु होला है। अनि उहाँहरूकोबाट अहिले एकछिन राख लक्ष्मी, एकछिन राख। उहाँहरूकै तर्फबाट अहिले हाम्रो सरिता बहिनीको तर्फबाट माला फुल 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 अर्पण गरिँदैछ। दुईजनाकै लागि हामी फुल अर्पण गर्दैछौँ है। दुईजनाले खुसी भएर लिइदिनु होला, दुईजना लिइदिनु। धेरै धेरै धन्यवाद। दुईजनाकै लागि यो एउटा फुलहरू खदाहरू त जस्ट हाम्रो एउटा देखाउने एउटा कल्चर, सानो एउटा उयो मात्रै हो। तर हाम्रो मेन भनेको, हाम्रो फुल भनेको हाम्रो मनमै हुनुहुन्छ उहाँहरू होइन। एकछिन साइलेन्टमा राखिदिनुहोस् न, प्रब्लम हुन्छ त। यो चाहिँ हाम्रो एउटा सानोबडे उहाँहरूलाई स्वागत हो, हाम्रो आजको राजा रानी है। उहाँहरू बस्नु सक्नुहुन्छ है, बस्नु सक्नुहुन्छ के बस्नु सक्नुहुन्छ। अनि हाम्रो सरिता बहिनीकोबाट चाहिँ अहिले अब हामी सबैको तर्फबाट है हाम्रो गीता दिदीलाई अनि हाम्रो निता दिदीलाई चाहिँ, गीता र निता कति राम्रो नाम पनि मिलेको क्या। अनि उहाँलाई खदा लगाइदिने है। लो हाम्रो सरिता पनि सानो एउटा गिफ्ट है, यो सानो गिफ्ट हाम्रो गीता दिदीको लागि है। अनि हाम्रो सानो गिफ्ट चाहिँ हाम्रो निता दिदीको लागि, सानो सानो है, एकदमै सानो सानो। तपाईँहरू बस्नु सक्नुहुन्छ। अब यहाँ हाम्रो यो चाहिँ एउटा हाम्रो सम्बर्धना हो, सानो उहाँहरूलाई चाहिँ हाम्रो तर्फबाट, हाम्रो नयाँ बिहानीको तर्फबाट। एकछिन नबोलिदिनु है। यो चाहिँ हाम्रो तर्फबाट चाहिँ उहाँहरूलाई चाहिँ सम्बर्धना हो है। साल ओढाएर चाहिँ हामी सम्बर्धना गर्दैछौँ। हाम्रो एकजना महान नाटककार पनि हुनुहुन्छ है नयाँ बिहारीमा। हामीले उहाँलाई पाउँदा हामी गौरव भन्छ, हामी प्राउड अफ दिदी। हामीले दिदी जस्तो पाउनु चाहिँ हाम्रो लागि चाहिँ एउटा गौरवको बात हो, घमण्डको बात हो। हामीले धेरै कुरा पाएको छौँ, सिकेको छौँ है। एकदम सिकाउनु पनि भएको छ धेरै जग्गामा, नाटक मात्रै होइन, हर जग्गामा उहाँ एक्टिभ अगाडि लानुहुन्छ। अझै हामी साथ पाइरहँ यही भन्छु है। अनि हाम्रो गीता दिदीको लागि पनि हामीले सानो सल ओढाएर यो सम्बर्धना हो सानो है। हामीले पनि अब अरू जग्गा जाँदा धेरै कुरो सिक्यौँ है। यस्तै चाहिँ हामी सबैजनाले भोलिको दिनमा उहाँहरूको जग्गा लिनु सक्यौँ। जग्गा मतलब कसैको लिँदैन होइन। तर आज के छ भनेदेखि उहाँहरू सँगसँगै हामी घट्नु, अगाडि बढ्नु सकौँ, उहाँहरूकोबाट पनि धेरै कुरो सिक्नु सकौँ है। हुन्छ, सबैलाई धन्यवाद, धेरै धेरै धन्यवाद। यो अब सबैजनालाई हाम्रो अब सबैजनालाई चाहिँ हाम्रो एकछिन नयाँ बिहानीको राख्नु न अहिले हौ, राख्नु दिदी। अहिले सबैजना नयाँ बिहानीकोलाई म रिक्वेस्ट गर्न चाहन्छु है। एउटा हाम्रो जुन ओपनिङ सङ छ त्यो सङ चाहिँ आएर गाना गाउने सबैजनालाई रिक्वेस्ट गर्न चाहन्छु।
यो काटिदिनु गाना मात्रै